हेलो हेलो नमस्कार सबैजनालाई स्वागत छ तपाईहरुलाई काजी काइला युट्युब च्यानलमा। आज बन्टी र निउरा पनि टिप्ने छ्याउछ्याउ टिप्ने भनेर आएको तर पानी आउन लाग्यो। लु पानी त भर्खरैबाट आइसक्यो। यस्तो चालले आज निउरा टिपाइ होला जस्तो छैन हजुर। लु टिप्दै हिँड्नु लागिसक्नु भयो सान्दाले। ओइ तेरिका पानी त आयो है। पानी आइसक्यो। निउरा त देखेन त देखे। अब जङ्गलमा पस्न साथ पानी आइसक्यो। आजको तिलो चाल होला छैन। है तेरिका पानी आइगयो। ओहो नआउन पर्ने रहेछ। बेकार भयो त। अब यिनै उत्तिसको जराम बस्ने ओर्टिने त होला। यिनै जुगा घटी नाच्चे छ। खै हजुर च्याउ टिप्न जाने भनेको र हुकेर आएको। न घाँस न च्याउ न निउरा। आज लौ खुचुरले केही भने भइयो। यति भए पानीले अब जुगा जगाइ त झन् जुगे जङ्गलमा आइएछ। निउरा पलाउने जङ्गलमा जुगा नलागेर नि फेरि के लागोस्। ए हजुर ल आउनुहोस् है बिस्तारै। लौरो टेकेर निस्किनुहोस् है। तेरिका ए ढुङ्गा कता हुनुहुन्छ भन्ला कता हो जाने। लौ बाटो मार्गदर्शक गर्न पर्यो हजुर। लौ जुगाले पट्टीको खाटो गोरा 2-3 एकटा कोपीलाई भेटाउनु भएछ। ल उहाँ चाहिँ हाम्रो सानो बुवा निउरा खोज्न जाम भनेर लिएर त आउनुभयो। तर पानीमा र आज टिपेला जस्तो छ त हजुर निउरा। आज खै टिमरको बिरुवा पनि रहेछ अन्त सानो साना गजापले। मोटै बात ठाडै जाने कस्तो हो र हजुर। ठुलेमा त टुई हेर्नु भयो त। यहाँ त पाता बनाउनु खोजेको चाहिँ कस्तो हुन्छ। सम्म छ ठाउँ त यार। पर्खाले लागेछ पुरा। निउरो टिपेर यदि निउरो टिपेर जङ्गलबाट जानलाई यो सान्दाले सुर्ती खाँदै हुनुहुन्छ। तर यो गोर्जुरे भन्ने डाँडामा आइयो बल्ल टिपिसकेर जुगाले खानैसम्म खायो। लोट पारो जुगाले चाहिँ तल भिङ्गी थियो एकछिन चाहिँ यहाँबाट देखिने रहेछ भिङ्गी थियो। यहाँदेखि यता बागलुङ यो पनि बागलुङै हो नि त कि यहाँदेखि उता भन्ने यो ठाउँ पनि बागलुङै पर्छ। पारी पुरै बागलुङ। हामी अहिले बागलुङको जङ्गलमा आएर कालनिउरा टिपेर जान लाग्छ। हुन त मान्छे हामी बागलुङै हो। जन्मेको बागलुङमै हो हुन त हामी जन्मेको। तर मान्छे पनि बागलुङै हो। तर अहिले बसेसराई गरेर गुल्मीमा आइयो र गुल्मेली भइएछ। ल लगाएनस् त्यो जाम। जुगाले त खानैसम्म खायो आज। खुट्टाको हरि बिजोकै छ पुरै। खुट्टा यस्तो छ भनेर नसम्झिनु होला। यो त अहिले ढोनियो त फेरि सेतो हुन्छ। सेतो हुन्छ अन्त। यहाँ पुरा कस्तो जङ्गल हो कस्तो जङ्गल है तेरी। ल अब
लाग्न पर्यो घरतिर। आज यति भयो, आजको छाकलाई भयो। यी टिमर, अब टिमर टिप्न फेरि आउने हो कार्तिक मङ्सिरमा होइन, असोज कार्तिकमा फेरि यो टिमर टिप्न आउने हो। टिमर त्यति बेला पाकेर रातो हुन्छ। ए हजुर चस्मा फेरि यतै ए चस्मा टेक्लेक्क राखेर यहीँ घर जान लाग्नु पऱ्यो रहेछ सान्बा तेरिका। तरुलको आम्ला नै हजुर त्यस्तो ठुलै छ भने त माटोमा परेछ भने त आम्ला नै हो। ल ठिक छ, आम्ला हाने भए। अब तरुल खन्ने बेलामा यति बेला त भर्खर बल्ल टुसा लाग्न लागेको हुन्छ खरे। कता हो ए औ अच्छा झाल बगरला लाग्दैछ होला। हो के हो के हो यही हो। ल हेर्नुहोस् है गाइज, सबभन्दा डेन्जर भिर यही हो। तर गोरु बाख्रा हिँडेको गरेर यस्तो भइसकेको थियो। यो यहाँबाट फुस्केर नि त जाने हुँ तल अखर्ती हुँ तल पुग्ने यस्तो अप्ठ्यारो छ अलि बाटो। तर अहिले गोरु बाख्रा हिँडेको गरेर यस्तो सजिलो भइछ अहिले त। पहिला त धेरै अप्ठ्यारो थियो यो बाटो त, अहिले त गोरु बाख्रा हिँडेको गरेर सजिलो भइछ हो। पहिला त धेरै अप्ठ्यारो बाटो हो यो त। बलगास मालारानी टाकुरा भन्ने ठाउँ त्यहाँ हो के। पहिरो त्यहाँ गएर छ डेन्जर। त्यही पहिरो बाटो हो हामी त्यो गएको अघि त्यो बाटो गइयो। वहाँ पारीको दोरेठो बाटोमा गइयो बलगास। आज अलिकता आजको दिनको उपारा हुन्छ कि हुन्न है। त्यो अलिकता निहुरा टिप्यो, अलिकता च्याउ पनि टिप्ने भन्ने विचार त छ। तर च्याउ भेट्दैन है। निहुरा टिपेर आइसकेर अब मावल आइपुग्यो। मावल अब नास्ता खाने कार्यक्रम हुँदैछ। मावलबाट नास्ता खाएर त्यहाँबाट फेरि च्याउ टिप्न घाँस काट्न जाने हो। अब जाउलो हजुर नास्ता खाएर उता जानुभएको के हो? नास्ता खाएर च्याउ टिप्न आएको जङ्गलमा पुरै हावाले भरे रुख पल्टाइदिएको रहेछ। ल आजको दिनको निहुरो कटौजे च्याउ चम्रेउ च्याउ यति ल्याइयो क्या ल दिनभरिको दुःख आज।